चाहिँ वाचडगको रूपमा हेर्दै जाँदाखेरि चाहिँ कहिले कुन चाहिँ वर्गलाई आफू सत्तामा रहँदाखेरि मिडियाले विरोध गरेको चित्त बुझ्यो, त्यसपछि फेरि त्यो सत्ता गयो अर्को वर्गलाई उसको सत्ताको विरुद्ध पत्रकारिता उनीहरू मन गरेर अहिले हेर्नुहुन्छ भने हिजो के थियो भन्दा पत्रकारिता वान साइडेड थियो। सञ्चार माध्यमबाट चाहिँ समाचारहरू जान्थ्यो, समाजले साइलेन्ट ढङ्गबाट त्यसलाई सुनेर बस्थ्यो, त्यसको रियाक्ट पनि हुँदैन। अहिले चाहिँ हामी कस्तो अवस्थामा पुग्यो भने हरेक नागरिकसँग अहिले सूचना प्रविधिलाई चाहिँ जनमानसमा पुर्याउने माध्यम छ। अब हामीले दिएको कन्टेन्ट कसैलाई चित्त बुझेन भने अब अहिले चाहिँ टु वे कम्युनिकेसन हुन थाल्यो। हिजो हामी वान वे कम्युनिकेसन किनभने सञ्चार माध्यममा रेडियो सुन्थे, पब्लिकले त्यही अनुसार धारणा बनाउँथे, पत्रिका त्यही अनुसार सामान्यतया पत्रिकामा चाहिँ पाठक प्रतिक्रियासँग पठाउने चलन थियो। सामान्यतया अरू सञ्चार माध्यम चाहिँ हेर्ने सुन्ने बुझ्ने त्यत्तिकै हुन्छ। तर अहिले चाहिँ समाचार कस्तो आयो भन्ने हिसाबले रियाक्ट पनि आउन थालेको छ। सञ्चार माध्यमका कन्टेन्टहरू पढ्ने नपढ्ने कुराहरूको विषयमा एक खालको चाहिँ नागरिक समाजले दिएको प्रतिक्रिया पनि हामी सँगसँगै हेरिरहेका छौँ। यो अवस्थामा मैले हेर्दै गर्दाखेरि चाहिँ अब पत्रकारितामा धेरै खालका चाहिँ विषयहरू देखिँदै गएका छन्। कतिपय सन्दर्भमा पत्रकारितालाई व्यवस्था